हेलो गाइज, फेरि पनि सम्पूर्णलाई दर्शन नमस्ते। अनि हजुरहरूलाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म इन्द्रनगर जाँदैछु है, हल्का कामले गर्दा। अनि के कस्तो हुन्छ अनि को जाँदैछु देखाउँछु म तपाईँलाई। हल्का काम छ, त्यही भएर जाँदैछु। तपाईँ पनि हेरेर साथ दिनु होला। कस्तो कस्तो बाटोमा देखाउन सक्छु त्यति देखाउने नै छु है। दाइलाई वेट गर्दा गर्दै दाइ र म रियान जाने भनेको। वेट गर्दा गर्दैमा आधा घन्टा रोकाइदिए, अझसम्म पुगे छैन यार। कति के भन्नु, गाह्रो भयो। लोकेसन कति टाढा हामीलाई जानु पनि दुःख के गर्ने मान्छे हुने नि ठ्याक्क गाडीमा आएर बस्ने ल्याउने छ त यहाँ। कस्तो यहाँ। हेलो एभ्रिवान, गुड आफ्टरनुन। आज हामीले न्यू बिहाल रोडदेखि इन्द्रनगरको यात्रा तय गरेका छौँ। विशेष इन्द्रनगर जानको कारण यो छ कि एउटा बिरालोलाई कस्टमरको घरमा छोड्ने। मैले मान्छेका होस्टेल, कुकुरका होस्टेल देखेको थिएँ, अनि बेङ्गलोरमा आएर बिरालाको नि होस्टेल देखेँ। हाम्रा हामी नेपालीहरूलाई जिन्दगी जिउन कति गाह्रो छ, यहाँ बिरालाको जिन्दगी पनि यति होइन। कारमा जाने, कारमा आउने, आहा यस्तो जिन्दगी पनि एउटा जनावर भएर यति जिन्दगी पाउँदैन। मानवको जिन्दगी नेपालीहरूको कस्तो छ हेर्नुहोस्, अस्तिको घटना कस्तो भयो। वास्तवमा हेर्ने भने डेभलप भनेको यही कुरा हो। मान्छे कति अगाडि गइसक्यो, हामी नेपाली र नेपालको अवस्था हेर्ने भने साह्रै नाजुक छ। हामी अझै 100 वर्ष पछाडि नै छौँ। त्यो कारणले आजको हाम्रो ड्राइभर मेरो माइलो भाइ हुनुहुन्छ, मोहन राहुल, अनि यता मेरो छोरा साथमा रिहान राहुल पनि हामीसँग यात्रा तय गर्दै हुनुहुन्छ। तर खास उहाँ पढाइमा अति इन्ट्रेस्ट राख्नु हुँदैन। आज उहाँको ट्युसन थियो, उहाँ ट्युसन बन्द गरेर उहाँहरू झुटो बोल्दै हुनुहुन्छ। छैन, जे कुरा पनि छैन भन्नुहुन्छ। ए सन्डे हो, यो टुडे होलिडे अरे। अनि त्यही भएर उहाँलाई घुम्नमा बढी चासो रहेको जानकारी गराउँछु। तर तपाईँहरू के भन्न चाहन्छु गाइज साथीहरू, उहाँको लागि के छ सन्देश भनिदिनु होला। अनि विशेष अर्को कुरा के रहेको छ भन्दा, तपाईँहरूलाई कस्तो लागेको छ हाम्रो यात्रा इन्द्रनगरसम्मको हामी जाने रोड के छ, कस्तो छ, साइडमा अगाडि फ्रन्ट ब्याक साइड सब देखाउँछु। तपाईँ बिस्तारै सबै हेर्नु होला, के कस्तो लाग्छ प्रतिक्रिया राख्नु होला है। त्यो पेट्रोल सक्यो गाइज। अब हामी बिच रोडमा के गर्ने त? आखिर तपाईँ नजिकमा कोही हुनुहुन्छ भने पेट्रोल ल्याएर तुरुन्तै आइदिनु पर्यो। हेलो गाइज, हामी जाममा परिसकेको छौँ। पुरा पानी आइरहेको छ। ठाडो उठ्नु पनि काटेर त यता हेर्नुहोस्, पानी भइरहेको छ। जाममा परिसकेको छ। पेट्रोल सकिने सङ्केत पनि भइसकेको छ। पेट्रोल पम्प कहाँ पायो। फाइनली हामी अहिले चाहिँ यो ठाउँमा पुगिसक्यौँ है, ड्रप ठाउँमा। अब एकछिन म्याडमलाई फोन गरेर पैसाको दिनु गर्नु पऱ्यो गाइज होइन। अब त्यो बिल त दिनु पऱ्यो। त्यही भएर अब हेर्नुहोस्, त्यति भिडियो बनाउने टाइम पनि भएन, अलि डर पनि लागिरहेको थियो। अब दाइलाई त्यति क्यामेरा समात्न पनि आउन के नयाँ नयाँ भएर। अब यस्तो छ एरिया हेर्नु इन्द्रनगरको। फाइनली गाइज अहिले चाहिँ हामी ड्रप गरेर पनि हेब्बल पुग्न लाग्यौँ। अब हेब्बलभन्दा 1-2 किलोमिटर नागबारा साइडतिर छौँ, ब्रिजमै छौँ भनौँ, नागबाराको आरटिओ अफिसतिर। अनि आज यस्तै भयो, त्यति सुट गराउँला भन्ने थियो, भएन, मजा पनि आएन, डर लाग्दो रहेछ पहिला। अब ठिकै छ।
फाइनली गाइस पुग्यो थकाइ लाग्दो रहेछ धेरै दिन 6 महिनापछि चलाइयो गाह्रो भयो ल अब अर्को भिडियोमा भेटौँला कस्तो लाग्छ अब मैले चाहिँ बनाउनु पाएँ दाइले बनाउनु भएको छ त्यही क्लिपहरू हेर्नु होला राम्रो लाग्यो प्लिज मिठो कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला भन्न चाहेँ लगाइन्छ अलि बिरामी पनि छु कि अब नगाउँ भने हुँदैन प्रकाशको ठाउँमा हल्का काम गर्नै पर्छ होइन अनि अब त्यही भएर हो ल ठिक छ है माया देखाइदिनु भएको छ अझै धेरै माया देखाइदिनु होला बाई बाई